आजको भिडियोमा चाहिँ अब हामी तुला राशिको विषयमा कुरा गर्छौँ। यो तुला राशि चाहिँ कसरी बन्छ? रा रे रु रे रु ता ती तु ते भएपछि यो 9वटा अक्षरको राशि भयो, एक राशि तुला राशि बन्छ। यी अक्षरबाट उठेका चाहिँ तुला राशि भयो हुन्छ। तुला राशिका स्वामी शुक्र ग्रह हुन् र शुभ रत्नमा हीरा, पन्ना, नीलम भनिएको छ। र शुभ बारमा हो शुक्रबार, शनिबार, बुधबार भनिएको छ। र अशुभ बारमा बिहीबार। मित्र राशिमा मकर, कुम्भ मानिएको छ। र शत्रु राशि कर्कट, सिंह, मीन मानिएको छ। हो अब समभाग राशि मध्ये मेष, वृश्चिक, धनु भनेर भनिएको छ। यो चाहिँ समान स्वभाव भएका, समान स्वभाव भएका। मित्र भन्ने पनि भएन, शत्रु भन्ने पनि भएन, जो साधारण सामान्य तरिका सामान्य भए। र यो तुला राशिका लागि शुभ दिशा भनेको चाहिँ पश्चिम हो, पूर्व, दक्षिण र आग्नेय मानिएको छ। र तुला राशि सुन्दर शरीर भएको र गोरो रङ भएको हो, दुब्लो न पातलो सुहाउँदिलो भनौँ न। र अनि स्वभावमा सत्वगुणी, सत्यवादी र परोपकारी स्वभावको भएको, यशस्वी, धार्मिक, तीक्ष्ण बुद्धि भएको र साधु स्वभाव भएको हुन्छ भनेर पनि भनिएको छ। र तुला राशिका लागि सङ्गीतमा विशेष रुचि राख्ने हो, शान्त प्रिय स्वभावको, अनुचित दबावलाई सहन नसक्ने। कसैले अनुचित रूपमा चाहिँ दबाब दियो भने सहन नसक्ने प्रवृत्तिको हुन्छ तुला राशि, त्यसो भनिएको छ तुला राशि। र परिवारको प्रतिष्ठा बढाउनमा विशेष ध्यान दिने हुन्छ भनिएको छ। हो र कल्पना शक्ति बढी भएको, तर्क वितर्क गर्न सिपालु, चञ्चल स्वभावको पनि भनिएको छ। मानवतालाई जीवनको अभिन्न अङ्ग मान्ने हुन्छ भनेर पनि भनिएको छ। तुला राशिलाई रङमा सेता वस्तुहरू मन पराउने हुन्छ भनेर पनि भनिएको छ। हो उमेरको हकमा 25 वर्षमा भाग्योदय हुन्छ भनेर पनि भनिएको छ। 25 वर्षमा भाग्योदय बस हुन्छ भनिएको छ। र सङ्गतमा ब्राह्मण, क्षेत्री जातिको सम्बन्ध राम्रो हुन्छ भनेर पनि भनिएको छ। र अब पढाइमा पढाइ कस्तो के विषयहरू चाहिँ राम्रो होला? तुला राशिका लागि पढाइमा कानुन, राजनीतिक शास्त्र हो तथा कला क्षेत्रमा राम्रो हुन्छ भनेर भनिएको छ। अनि जस्तो पेसा चाहिँ कुन पेसा गर्दा राम्रो होला त? यस्तो पेसामा चाहिँ सुन चाँदीको व्यवसाय, होइन, सजावटका सामानहरू, फल फुल व्यवसाय राम्रो हुन्छ भनिएको छ। र कपडाको व्यवसायमा पनि राम्रो हुन्छ भनेर भनिएको छ। र अब आयो नाता सम्बन्धमा सासु ससुरासँगको सम्बन्ध राम्रो हुन्छ भनेर भनिएको छ। र रोगमा रोग के कस्ता रोगको चाहिँ देखिएको छ? रोगमा चाहिँ तुला राशिका लागि बाथ हो, आँखाको रोग लगायतको सम्भावना रहन्छ भनेर भनिएको छ। आँखा सम्बन्धी रोग चाहिँ देखिएको छ। आँखा सम्बन्धी। र अब उमेरको हकमा 6, 26, 36, 46, 56 वर्ष र महिना दिन अशुभदायी हुन्छ भनेर पनि भनिएको छ। सचेत हुनुपर्ने देखिन्छ।